स्वागत छ रेणु थापा युट्युब च्यानलमा। आज चाहिँ विशेष मगर दिवस अनि कार्यक्रममा जानको लागि रेडी हुँदैछौँ। अन्तिमसम्म हेरेर साथ दिनु होला। सम्पूर्णलाई ह्याप्पी मगर दिवस। आज चाहिँ मगर दिवस विशेष कार्यक्रममा आएका छौँ हामी। सभ्यताको गर्विलो इतिहासलाई पुनर्लेखन गरौँ। मगरात दर्शन निर्माणको संकल्प गर्दै सङ्घको 44औं स्थापना दिवस मनाऊ भन्ने मूल नाराका साथ आज हामी तनहुँ जिल्लाभरि छरिएर रहेका सम्पूर्ण मगरहरू एकत्रित भएर 44औं मगर स्थापना दिवस मनाउन गइरहेका छौँ। तनहुँ जिल्लाभरि छरिएर रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी यस हलभित्र स्वागत गर्न चाहन्छौँ। आफ्नो जातीय वेशभूषा बाजा गाजा झाँकी र्याली सहित यहाँ उपस्थित हुनुभएको छ। पक्कै पनि सम्पूर्ण मगरहरू नेपालभरिका मगरहरू एक भएको आज 44औं मगर स्थापना दिवसको अवसरमा नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति तनहुँद्वारा आयोजित 44औं मगर स्थापना दिवस समारोहलाई भव्य र सभ्य रूपमा सफल पार्नुपर्छ भनेर तनहुँ जिल्लाबाट विभिन्न स्थानबाट कम्बर कसेर बुवामा दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो वेशभूषा बाजा गाजा तथा झाँकी र्याली सहित यहाँ उपस्थित भइसक्नु भएको छ। अब केही समयमा नै हामी आजको यस कार्यक्रमलाई औपचारिकतातर्फ अगाडि बढाउनेछौँ। यो कुरा राख्दै आज हामीले सांस्कृतिक भाषा र लिपिको सम्मेलन कार्यक्रम पनि रहेको हुनाले हाम्रो यो कार्यक्रममा भाषा र लिपि सम्बन्ध ज्ञान अध्ययन र यो विषयमा चासो दिनु हुने अग्रज व्यक्तित्वहरूलाई हामीले आजको यस कार्यक्रमबाट समिति गठन गर्नेछौँ र हाम्रो आजको कार्यक्रम शुभकामना मन्तव्यदेखि लिएर विभिन्न सांस्कृतिक कार्यक्रम रहेको कुराहरू म यहाँ जानकारी गर्दै बाँकी कुराहरू यहाँ पछि नै राख्ने कुराहरू गर्दै म अहिले भने मेरो आफ्नो प्रमुख यो कार्यक्रमको सभा अध्यक्षको आसन ग्रहण गर्दै म कार्यक्रम सुरुवात गर्छु। द्वारा आयोजित 44औं मगर स्थापना दिवस एवं सांस्कृतिक भाषा लिपि सम्मेलन 2082 समारोहका सभाध्यक्ष आदरणीय दाजु हर्कबहादुर थापा मगरज्यू, यसै गरी आजका प्रमुख अतिथि माननीय सुरेश आले मगरज्यू, उहाँ नेपाल मगर सङ्घ का संस्थापक महासचिव पनि हुनुहुन्छ। यसै गरी सम्पूर्ण यहाँ मञ्चमा आसीन रहनुभएका विशिष्ट अतिथिज्यूहरू, यसै गरी तनहुँ जिल्लाका सम्पूर्ण पालिकाबाट उपस्थित हुनुभएका पालिका प्रमुख अर्थात् पदाधिकारीज्यूहरू, नेपाल मगर सङ्घका सम्पूर्ण भातृ सङ्घबाट पाल्नुहुने महानुभावज्यूहरू, यसै गरी स्वागत नृत्यको लागि विद्यार्थी भाइ बहिनीहरू तयार सराउनका हार्दिक अनुरोध गर्दछु। Go.
Hey!
सामाजिक संस्था हो। यसको कति ठुलो महत्त्व छ भने यसले मगरहरूलाई व्यक्तिवादी भन्दा पनि सामूहिक सोच राख्नलाई प्रेरित गर्छ। खेतीपाती, चाडपर्व र सङ्कटको समयमा एकअर्कालाई मद्दत गर्ने मगरहरूको सामाजिक बनोट सबै जातिहरूले सिक्नुपर्ने प्रेरणा पनि हो।
हामीले बुझ्न चिनिपारौँ जरुरी छ। चाहिँ सिन्ते मगर जातिको चिनिपारमा। इतिहास हामीले विश्वविद्यालयका